लो गाइस के सबै सन्चै राम्रो हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। आज चाहिँ नर्के फाल्ने दिन रहेछ है। ल नर फाल्ने भन्ने कुरो छ। अब उता डान्स खतरा डान्सरहरू भएपछि यस्तै हो, गाह्रो भइहाल्छ। आज कुकुर तिहार पनि रहेछ। ल ह्याप्पी बर्थडे टु यु। आज जो जन्मेको नि, आज जसको बर्थडे हो त्यसलाई ह्याप्पी बर्थडे टु यु। ल थ्याङ्क यू भन्न बिर्सिने होइन है, जसको परे हो त्यसले। यस्तो विस गरिरहेको छु, अरू बेला मैले कहिले नि विस गर्दिनँ, आज विस गरिरहेको छु। थ्याङ्क यू भन्ने नि यार कमेन्टमा। ल ल कसो गर्ने रहेछ यहाँ सिकौँ है। ल कोले नर्के फाल्दै हुनुहुन्छ आज, फाल्नु। मेरो त बाङ्गी भएछ नर्के जा अर्किया भन्ने रहेछ नि। ल सिक्नु है सबैले। यस्तो पठाऊ, यस्तो तान्न के अर्किया सात फेर। ल ल ल कति फेर गनेर हैन मन ल नर्के जा अर्किया भन्दा रहेछ नि। ल सबैले सिकाउँ यहाँ। हाम्रो कला संस्कृति यही हो, जोगाउन पर्यो नि। यो लिएर गएर बेङदिलर बगाएर बेङ्दैन अस्ति गएको होइन बगाउन पर्छ के नि। हो के हो, बगा जाऊ। हामी हिँड्यो भैलोको प्र्याक्टिस गरेको हेर्नलाई साइनमासँग। हेरौँ रमाइलो भएछ भने एकछिन भोलिन्छ, नत्र स्विट छ फर्किने हो। टक्कै जेसिबी बस, जेसिबी गाडी हाम यसो बस्ने जेसिबी हेर्ने। सदुपयोग, समयको सदुपयोग। ओके नि फोन हो फोन हो। त्यही त मैले भनेको नि त नि। समयको सदुपयोग भन्ने यही हो कि मस्त घाम ताप्ने बाटो छोडेकै हेर्ने, चक्कलमाडी बस्ने यसरी, त्यहाँबाट यसरी हेर्ने। पेटी भात के पेटी अति भन्दै जाऊ न। टक्क ल सबैलाई एडभान्समा ह्याप्पी तिहार है त। ल हामीले पनि झिलिमिली पारिहाल्यो टक्क। यहाँ यस्तो जतिको हुन्छ त्यतिको बनाउन सकिन्छ। क्यान्डल बालेर एकदम बढिया देखेछ। जिवा पनि राम्रो देखेछ है। ल त्यहाँ ल अब कस्तो देखेछ भनिहालौँ त। ल अब त बल्ल तिहार लाग्ने भयो क्या यता त। यही हो पल्ला छिउँदेखि सरर पल्ला छिउँछन्। एकदम खतरनाक देखेछ। मैले माथिबाट पनि देखाइदिन्छु एकचोटि है। यहाँ टक्कै यहीँ क्यान्डल बल्याछन्, यहाँदेखि पल्ला छेउदेखि पल्ला छिउँछन्। भयो बत्ती बाल्दै भयो के होइन, बढिया देखेछ कि छैन। ल टक्कै यहाँले झिलिमिली पनि झिके खामे। ल भेटाइयो खोजी झिलिमिली खोजेर टक्कै झिलिमिली पनि ल्याइयो। अब यसलाई हामीले यो छ पो त यो टक्क यो रेलिङमा, रेलिङै हो होइन त्यही त अन्त रेलिङ जे भने नि यही हो। यसैमा लगाइदिन्छौँ सिधा। अब कहाँसम्म पुग्छ कतिको देखिन्छ मैले देखाइदिन्छु। ल Happy tiar दिसोबियार Happy tiar दिसोबियार। लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न पर्यो क्या च्यानललाई। छिटो सब्सक्राइब हान्न डराउनु भएन। ल किधर के बन्दर है। चलो ल हामीले अब रेडी पारे हामी लाउँछौँ। यो रेलिङै हो कि यसो सिधा लगाइदिन्छौँ। फलामको बार हामीले रेलिङ भन्छौँ कि। जहाँ जे भन्ने कुरो एउटा बुझ्ने होइन, बुझ्ने
बुझ्नेलाई इसारै काफी छ नबुझ्नेलाई त उयो लो पाहा भन्ने एउटा थियो के बुझ्नेलाई इसारा काफी छ भन्दैमा चस्मा लाएर इसारा गर्न त भएन नि ल अब थाल्छौँ हामीले लाउँछौँ धैर्यताको फल मिठो हुन्छ धैर्य गर्ने दार्जे धेरै गुल्लो भएर सुगर होला कालो त देखे छैन नि गोरो पनि थियो मान्छे कति कालो देखियो फोकस ताको मिसअन्डरस्ट्यान्डिङ भएछ होइन दुईटामा बेर्नी मिसअन्डरस्ट्यान्डिङ भएछ कि म यता लाइटतिर फर्किन पर्ने चाहिँ अलिक गोरो देखिन्छु नि त यसो कालो मान्छे भए नि गोरो फेरि मन त एकदम सफा हो नि सेतो छ दुधले धोए जस्तो हो ए हामीले सुरु गरिसक्यौँ नि ए टक्क यहाँ लाउँदैछौँ ल यता अब लाउँदैछौँ म ल बोले चाहिँ ल देखाउनु छोड्न भएन क्या तर माया देखाउनु छोड्नु लास्ट लगाएर यहाँ हैरान छ तर यसको यहाँ छ कि यहाँ छ यो यहाँ छ तर यो राम्रो देखिएन कि यो देखिएन कि यसलाई यसको डिजाइन फेर्न पर्ला जस्तो लाग्यो मलाई नै यो डिजाइन नै कि तल यो एउटा मात्र घर पुरैमा भोर्रे भएर राम्रो देखिन्थ्यो यहाँ मलाई राम्रो लागेन है यहाँ मैले जति यहाँ पुग्छ त्यतिमा लाउने तर राम्रो देखेन त्यति जति यहाँ पुग्छ त्यतिमा लगाइदिने कि जहाँ छन् उहाँ छन् पुग्दैन त्यहाँ छन् यति लाने त राम्रो देखिन्छ नि मलाई सोध्न पर्छ नि त्यही भएर यस्तो ट्यालेन्टेड मान्छे यहाँ छ अनुभव लिने हुन्छ नि सोध्नु छैन ड्राइभर जस्तो मान्छे त हो कि नि भने त यो बुझ्नेले इसारै नि बुझ्छ कि भन्ने थाहा छैन ल हो यस्तो यसो अलि राम्रो देखिन्छ नि त यता मिलाउने काम मैले गर्छु नि तर कुर्ची चाहिने हो कि ए यसो अयो हल्का हो ल ठिक छ यति तान न त ल ठिक छ एकदम हो यतिको बराबर लेभल ला कि यसरी बराबर हुनु पर्यो नि ल यो भन्दा पहिला अझ एउटा कुरा ए यतिको नि देख्यो नि अहिले त राम्रो देख्यो भयो त नि बढिया मलाई ठिक लाग्यो धेर नभए पनि थोरै छ नम्बर 1 देख्यो मेरो लागि हो त्यो 2टा 3टा हुनुपर्छ यो त सानो हो नि अझ एउटा हुन पर्ने थियो छैन आज हाम्रो माउलाई के स्पेसल मलाई थाहा छैन 2टा चुलामा पाकिराखन् यता रोटी यता दुध यहाँ के पकाउने हो मलाई थाहा छैन हाम्रो आमै ल आज कुराउनी घोट्नेहरू कुराउनी खाने यति चाहना छ भने आयो हुन्छ कहाँ आउने अन्त यो बलकोटा आउने बलकोटा आएपछि मलाई कन्ट्याक्ट गर्ने मैले भन्छु मैले बोलाउँछु मैले लिएर आउँछु हामी हिँड्यो आधा राता भैलोको प्र्याक्टिस हेर्न है म त हेर्न भन्नु पर्छ त्यहाँ त्यही त हेर्ने हो कि त्यहाँ फेरि नाच्दिनँ म त नाच्न त म नाच्ने यहाँ त म खेल्दिनँ ढङ्ग न डाल ल हामी हेड्यो भैलोको त्यो प्र्याक्टिस गरे त्यही ठाउँमै ट्याक्क ल भैलोको प्र्याक्टिस हेर्न प्र्याक्टिस गर्न समथिङ म्याचिङ आफै बुझ्दा हुन्छ तर यहाँ गाह्रो छ जाडो पनि छ कि ल त्यही हो वी सी ट्याक्क मैले देखाइदिन्छु है माथि मन्दिरको लाइट बोलेको कुहिरो ला है यहाँ त कुहिरो ला ठक्क लाएर यस्तो हालत छ तर यो जाडा भैलो खेल्न के हिँड्ने यार यसो माथि गरेर देखाइदिन्छु वेट म
खेल्दिन र जाँडा दिने भइले हेर्दै आउने सुनिन चलिरहेको रहेछ यो एउटा कमालीका मन्दिर तर उहाँहरू देखाउन अलि मिल्दैन कि गाह्रो छ हो गाह्रो छ बुझ्नुपर्छ लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न पर्यो क्या च्यानललाई छिटो 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 सब्सक्राइब हान्न डराउनु भएन ल